हेलो वेलकम टु माई मिनी ब्लग। हामी चाहिँ त्यतिखेर बगरमा पुगेर अनि त्यहाँ बस्ने ठाउँ कहाँ बसेर खाने भनेर हेर्दै थियौँ। तर हेर्दाखेरि चाहिँ हामीलाई कहीँ पनि सेफ लागेन। बच्चाहरू लिएर छेउछाउमा अब ठुलो खोला थियो, अब त्यस्तो बच्चाहरू अब चले गर्छन् नि त, दुईजना फेरि सँगै भएपछि अनि डर लाग्यो। अनि त्यस पछाडि हामी त्यहाँबाट फोटो खिचेर निस्क्यौँ। अनि हामी चाहिँ यतै अब कतै बाहिरै खाऊँ न त भनेर खोज्दै थियौँ। अनि यो बाटोमा यस्तो राम्रो यो लाइटहरूले गरेर सफा पनि, कति सफा के बाटो पनि हरियाली सफा बत्ती बलेको। अनि ठ्याक्क हामी त्यहाँ पुगेर अनि एउटा ठाउँमा रोक्यौँ। अनि रोकेर हामीले चाहिँ यही गङ्गिटा अनि सुकुटी मोमो खायौँ। मोमो चाहिँ बाबुले खायो, ससेजहरू खायौँ अलिअलि। अनि त्यस पछाडि चाहिँ हामी त्यहाँबाट हामीलाई पेट भरेन अनि हामी निस्क्यौँ। अनि हाम्रो रिजोर्ट छिर्ने बाटोमा थियो कि ठ्याक्कै यो तन्दुरी पाउने ठाउँ। अनि त्यहाँ गएर यो तन्दुरी चिकन हाफ अर्डर गऱ्यौँ अनि एउटा नान अर्डर गरेर अनि हामीले चाहिँ दुईजनाले त्यही खायौँ। अनि त्यस पछाडि चाहिँ बाबुहरूको सुत्ने टाइम भइसकेको थियो, मैले भिडियो बनाइनँ। अनि हामी चाहिँ यो भोलिपल्ट बिहानको क्लिप हो कि यो चाहिँ हामी ब्रेकफास्ट खानलाई गएको थियौँ है, बाबु बस्नै नमानेर। अनि म चाहिँ त्यहाँ ब्रेकफास्ट लिँदै थिएँ अनि उसको बाबाले उसलाई बाहिर खेलाउँदै हुनुहुन्थ्यो। अनि हामी दुईजना पालो गरेर ब्रेकफास्ट गऱ्यौँ। अनि त्यस पछाडि दुईजनालाई स्विमिङ जानु पर्यो। अनि मैले चाहिँ म जान्न, हजुरहरू गइस्यो भनेर। अनि उहाँले चाहिँ दुइटै बाबुलाई लिएर गइस्यो स्विमिङ गर्नलाई। म चाहिँ प्याकिङहरू गरिओरेँ। अनि मैले राति नै केक लिएर आएर राखेको थिएँ। अनि त्यो केक लिएर म चाहिँ गएँ, अब केक काटौँ न त भनेर। अनि म चाहिँ गएँ केक काट्नको लागि। अनि केक देखेर एक्साइटेड भएर हेर्नुहोस् न मेरो बाबु लडेको। अनि गएर केक काटिनलाई तयार गऱ्यौँ हामीले। अनि त्यहाँनिर क्यान्डल बाल्न खोजेको, बल्दै बलेन। अनि त्यत्तिकै काट्यौँ केक। अनि मेरो बाबुहरू चाहिँ एकदम खुसी भइरहेको थियो कि केक भनेपछि उसलाई फेरि एकदम मनपर्छ। उसलाई खाना मात्र मन नपर्ने हो, केकहरू यो जङ्क फुड चाहिँ उसलाई एकदम मनपर्छ। अनि केक काटेर हामीले सानो सेलिब्रेसन गऱ्यौँ। अनि उहाँ अरू पनि हुनुहुन्थ्यो, बाहिरबाट आउनुभएको गेस्टहरू हुनुहुन्थ्यो, फरेनरहरू। अनि उहाँहरूलाई पनि केक दियौँ। अनि उहाँहरूले हाम्रो भिडियो पनि बनाइदिनु भयो, उहाँहरू पनि खुसी हुनुभयो। अनि यो केक चाहिँ अरू सबै यो केक चाहिँ मेरो ठुलो बाबुले त्यहाँ बसेर एक्लै खाना मुसेको जस्तो गरेर, उसले भात खाएको जस्तो गरेर पुरै त्यो केक एक्लैले खायो उसले। ल हेर्नुहोस् त, त्यो केक एक्लैले उसले आधी सबै खायो, गम 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 गम। उसलाई यति मनपर्छ केक भनेपछि। यति नै हो हाम्रो चाहिँ यो सौराको ब्लग, यति नै हो। थ्याङ्क यू फर